जय मसीह तपाईहरु सबैजनालाई र विशेष गरेर यो बिहानी हामी सबैलाई परमेश्वरले आशीर्वाद दिनुभएको होस् र यो नयाँ बिहानीमा परमेश्वरको विश्वसनीयता हामी सबैसँग रहिरहेको होस् र विशेष गरेर मैले यशाया 43 अध्यायको 1 देखि 3 पद र 18 देखि 19 पदलाई चाहिँ मैले पढ्दै थिएँ र यहाँनिर चाहिँ विशेष गरेर परमेश्वरले चाहिँ इजरायलीहरूलाई चाहिँ केही कुराहरू भन्दै हुनुहुन्छ र जब हामी यो यशाया 43 अध्यायको एउटा सन्दर्भलाई एउटा सामूहिक सापेक्षलाई हामी हेर्छौँ यो 43 अध्याय चाहिँ यशाया 40 देखि 55 को बीचमा पर्छ अनि यो 40 देखि 55 जुन 40 अध्यायदेखि 55 अध्यायसम्म जुन जति पनि अध्यायहरू छन् त्यो अध्यायलाई चाहिँ कतिपल्ट बाइबल विद्वानहरूले चाहिँ दोस्रो यशाया भनेर पनि भनेको छन् र विशेष गरेर यो चाहिँ एउटा बेबिलोनको निर्वासनमा चाहिँ इजरायलीहरूलाई सम्बोधन गरिएको अध्याय हो 43 हैन। अब 40 देखि 55 सम्म अनि त्यसमा 43 पनि परिहाल्यो र विशेष गरेर यो समयमा चाहिँ इजरायलीहरू चाहिँ उनीहरू चाहिँ एउटा निराशजनक अवस्था भएर गइरहेका थिए। उनीहरू चाहिँ आफैलाई एउटा आत्मग्लानीले भरिएका थिए र उनीहरू चाहिँ आशाविहीन भइरहेका थिए र यशाया 42 मा चाहिँ इजरायलको चाहिँ अन्धोपनालाई चाहिँ के गरिएको छ देखाइएको छ। जब हामी यशाया 42 को 18 देखि 25 सम्म हेर्छौँ त्यहाँ चाहिँ इजरायलीको एउटा अन्धोपनालाई चाहिँ त्यहाँनिर देखाइएको छ र त्यो कुरा हामी हेरिसकेपछि जब हामी 43 अध्यायमा हामी आउँछौँ तर यहाँनिर के छ भन्दाखेरि शब्द चाहिँ कसरी सुरु हुन्छ भने तर अब हैन। उनीहरू 42 अध्यायमा हेर्दाखेरि अन्धो भएका अथवा अन्धोपना हामी त्यहाँनिर देख्छौँ इजरायलीहरूको। तर जब हामी 43 अध्यायलाई हेर्छौँ यहाँनिर चाहिँ एउटा नयाँ सुरुवात हामी देख्छौँ। यहाँ यसरी सुरु गरेको छ तर अब हे याकुब तिमीलाई रच्नु हुने हे इस्रायल तिमीलाई सृष्टि गर्नुहुने परमप्रभु भन्नुहुन्छ नडरा किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु। मैले तँलाई तेरो नाउँ काटेर बोलाएको छु। त मेरै होस् त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। त नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउने छैनन्। त आगोबाट हिँडेर जाँदा डुब्ने छैनस्। त्यसको ज्वालाले तँलाई भस्म पार्ने छैन किनभने परम प्रभु तेरा परमेश्वर म हुँ। इजरायलका परम पवित्र तेरा उद्धारक तँलाई छुटाउनका निम्ति मिश्र देश र तेरो सट्टामा कुश र सेवा म दिन्छु। यहाँनिर चाहिँ परमेश्वरले चाहिँ एउटा कृपालाई हैन आफ्नो कृपा आफ्नो एउटा माया चाहिँ इजरायलीहरूलाई चाहिँ के गर्नुभएको छ भन्दाखेरि देखाउनु भएको छ। अनि उहाँको यहाँनिर एउटा न्याय चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ परमेश्वरको न्याय चाहिँ इजरायलीहरूको निम्ति एउटा मुक्ति र नयाँ सृजनाको चाहिँ एउटा करार हामी यहाँनिर देख्छौँ। तर पनि जब हामीले यहाँनिर चाहिँ इजरायलीहरूको एउटा भावनात्मक कुरालाई जब हामी हेर्छौँ उनीहरू चाहिँ विशेष गरेर डर हैन परमेश्वरले छोडिदिनु भयो कि भनेर उनीहरू डराइरहेका छन्। उनीहरू चाहिँ लज्जास्पद छन् हैन पापको कारण परमेश्वरको अनुहार चाहिँ उनीहरूले गुमाएका हुन् कि अथवा परमेश्वरको उपस्थिति चाहिँ उनीहरूले गुमाएको हो कि भन्ने अनुभव उनीहरूमा छ। अनि यो बेबिलोनको कैदमा चाहिँ उनीहरूले कुनै पनि आशा देखिएको छैन। अनि यो एउटा खालको इमोसन हैन यो एउटा खालको भावनात्मक एउटा टेन्सन अथवा एकदमै सोच विचार भएर चाहिँ इजरायलहरू गइरहेका थिए। तर हामी जब परमेश्वरको भावना परमेश्वरको मनलाई हामी बुझ्छौँ परमेश्वरले चाहिँ इजरायलीहरूलाई चाहिँ कोमल प्रेमले हेर्नुहुन्छ। कोमल प्रेमले हेर्नुहुन्छ। परमेश्वरले भन्नुहुन्छ मैले तिमीहरूलाई चाहिँ नाम लिएर बोलाएको छु। मैले चाहिँ तिमीहरूलाई सृष्टि गरेको हुँ। मैले तँलाई तेरो नाउँ काटेर के गरेको छु त बोलाएको छु। त मेरै होस् भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। अनि परमेश्वरले चाहिँ विश्वास आश्वासन एउटा आशा चाहिँ के गर्नुहुन्छ त दिनुहुन्छ। त्यो आशा चाहिँ के हो भन्दाखेरि तिमीहरू चाहिँ को हो त मेरा हो हैन। इजरायलीहरूले यद्यपि परमेश्वरले हामीलाई बिर्सिनु भयो कि भन्ने कुराहरू सोचिरहेको हुनसक्छ तर यहाँ परमेश्वरले चाहिँ तिमीहरू चाहिँ के भन्नुहुन्छ मेरा हो। तिमीहरूलाई चाहिँ मैले नाम काटेर बोलाएको छु अनि तिमी चाहिँ कसका हो त मेरा हो। अनि
फेरि परमेश्वरले चाहिँ के भन्नुहुन्छ अर्को एउटा कुरा भन्दाखेरि म तिमीहरूसँग के गर्नेछु सधैँभरि हुनेछु है, म तिमीहरूसँग सधैँभरि के गर्नेछु हुनेछु। अनि यहाँनिर चाहिँ के छ भने इजरायलीहरूको चाहिँ भावनात्मक डर भएर चाहिँ एउटा आत्मग्लानिन भएर चाहिँ उनीहरू गइरहेको बेलामा चाहिँ परमेश्वरले चाहिँ एउटा उनीहरूको डरलाई चाहिँ के गर्नुहुन्छ सान्त्वनातर्फ के गर्नुहुन्छ लिएर आउनुहुन्छ। निराशबाट चाहिँ परमेश्वरले इजरायलीहरूलाई चाहिँ फेरि एकचोटि आशातर्फ डोर्याउनुहुन्छ होइन। अनि इजरायलीहरूले चाहिँ परमेश्वर टाढा हुनुहुन्छ हामीदेखि भनेर महसुस गरिरहेको बेलामा चाहिँ फेरि परमेश्वरले एकचोटि इजरायलीहरूलाई चाहिँ नजिकको निकट सम्बन्धतर्फ चाहिँ के गर्नुभएको छ त बोलाउनु भएको छ। अनि जब हामी यशाया 43:18 र 19 हामीले हेर्छौँ त्यहाँनिर परमेश्वरले यसरी भन्नुहुन्छ, बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर। हेर म एउटा नयाँ कुरा गर्दैछु, त्यो अब हुन आउँछ, के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरू बनाउँदैछु। हालेलुया। कि परमेश्वरले चाहिँ यहाँनिर चाहिँ के गर्नुभएको छ भन्दाखेरि उनीहरू चाहिँ एउटा थकान होइन, उनीहरू चाहिँ थकान भएर गइरहेको छ होइन, मेन्टल्ली उनीहरू चाहिँ एकदमै थकान एकदमै एउटा दुःखको काम कुराबाट गइरहेको छ। अनि उनीहरू आफ्नै पुरानो कुराहरूमा चाहिँ के गरेका छन् त बाँधिएका छन् होइन, पुरानै कुराहरूमा पहिलाको विगतको असफलता होइन वा विगतको गौरवमा चाहिँ उनीहरू के गरिरहेका छन् अड्किरहेका छन्। अनि उनीहरूले चाहिँ कुनै पनि आशा देखिरहेका छैनन्, उनीहरूमा चाहिँ अविश्वास छ होइन, एउटा नयाँ एउटा आशा उनीहरूले देख्न सकिरहेका छैनन्। तर परमेश्वरको भावनालाई परमेश्वरको एउटा उत्तरलाई चाहिँ जब हामी यहाँ हेर्छौँ, यहाँ चाहिँ परमेश्वरले एउटा सृजनात्मक उत्साह दिँदै हुनुहुन्छ। परमेश्वरले भन्नुहुन्छ म नयाँ कुरा गर्दैछु, म के गर्दैछु नयाँ कुरा गर्दैछु। अनि उहाँले चाहिँ एउटा आशापूर्ण आनन्द दिनुहुन्छ। परमेश्वरले भन्नुहुन्छ उहाँले चाहिँ एउटा नयाँ सुरुवात दिन उहाँ चाहिँ के हुनुहुन्छ उत्साहित हुनुहुन्छ है। उहाँले चाहिँ नयाँ एउटा सुरुवात चाहिँ इजरायलीहरूलाई फेरि दिनुहुन्छ। अनि उहाँले चाहिँ इजरायलीहरूको जीवनलाई चाहिँ पुनर्स्थापना गर्नुहुन्छ। अनि परमेश्वरले यहाँ भन्नुभएको छ कि म चाहिँ मरुभूमिहरूमा नदीहरू बनाउनेछु अथवा खोल्नेछु। हेर्नुहोस् त परमेश्वरको एउटा प्रेम इजरायलीप्रति कति धेरै छ। अनि उहाँले चाहिँ इजरायलीहरूलाई सधैँभरि चाहिँ के गर्नुभयो त प्रेम गर्नुभयो। जब हामी यो परमेश्वरको प्रतिक्रियालाई चाहिँ हामी हेर्छौँ, यसलाई हामीले छोटकरीमा यसरी पनि लिन सक्छौँ। यहाँ मानिसको अवस्था चाहिँ के छ भन्दाखेरि डर छ है। तर परमेश्वरले के भन्नुहुन्छ, नडराऊ, मैले तिमीहरूलाई चाहिँ के गरेको छु त छुटकारा दिएको छु। अनि इजरायलीहरूले चाहिँ हराएको महसुस गर्छन्, तर परमेश्वरले इजरायलीहरूलाई भन्नुहुन्छ मैले तिमीहरूलाई चाहिँ नाम काटेर बोलाएको छु अनि तिमी चाहिँ को हो त मेरा हो। अनि इजरायलीहरूले चाहिँ दुःख र कठिनाई महसुस गरिरहेका छन्। तर यहाँ परमेश्वरले भन्नुहुन्छ जब तिमी खोला नाला भएर जान्छौ म तिमीसँग हुनेछु। अनि यहाँ इजरायलीहरू चाहिँ एउटा तुच्छता र एउटा लाजको महसुस गरिरहेका छन्। तर परमेश्वरले भन्नुहुन्छ तिमी मेरो आँखामा चाहिँ के छौ बहुमूल्य छौ र तिमीलाई म प्रेम गर्छु। तिमी जस्तो सुकै हो तिमी चाहिँ मेरो आँखामा के छौ त बहुमूल्य छौ र तिमीलाई चाहिँ म प्रेम गर्छु भन्ने कुरा परमेश्वरले चाहिँ बताउँदै हुनुहुन्छ। अनि इजरायलीहरू चाहिँ विगतको कुराहरूमा बाँधिएर बसिरहेका थिए। उनीहरू विगतको कुराबाट उनीहरू विजयी हुन सकेका थिएनन्। एउटा त्यो विगतका कुरोले चाहिँ उनीहरूलाई चाहिँ पुरा जकडेर राखिरहेको थियो। तर यहाँ परमेश्वरले भन्नुहुन्छ बितेका कुराहरूलाई अघि भइसकेका कुराहरूलाई चाहिँ सम्झना नगर। अनि इजरायलीहरू यो निराशको अवस्थामा केही पनि आशा नभएको अवस्थामा चाहिँ परमेश्वरले चाहिँ भन्नुहुन्छ म नयाँ कुरा गर्दैछु, म फेरि एउटा नयाँ काम गर्दैछु भनेर चाहिँ परमेश्वरले चाहिँ के गर्नुहुन्छ उनीहरूलाई
आशा दिनुहुन्छ। अनि यहाँ चाहिँ परमेश्वरको उत्तर चाहिँ यहाँ दण्ड होइन, यहाँ चाहिँ परमेश्वरको उत्तर चाहिँ इजरायलीहरूलाई चाहिँ एउटा साथ, उहाँको उपस्थिति र उनीहरूको जीवनको चाहिँ पुनर्स्थापना हो, जुन कुरा चाहिँ इजरायलीहरूले विश्वास गर्न सकिरहेका थिएनन्। तर परमेश्वरले त्यो कुरा चाहिँ उनीहरूको जीवनमा चाहिँ के गर्नुभएको छ, गरिदिने घोषणा गर्नुभएको छ। अनि हुनसक्छ हामी पनि इजरायलीहरू जस्तै कतिपल्ट हाम्रो पहिचान, कतिपल्ट हामीलाई आफ्नै आइडेन्टिटीमा पनि हामीलाई प्रश्नहरू आउन सक्छ है। त्यो भएको कारणले चाहिँ तपाईँले र मैले चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि आफ्नो पहिचान चाहिँ हामीले सम्झिनुपर्छ। हाम्रो पहिचान चाहिँ कहाँ छ भन्दाखेरि हाम्रो पहिचान परमेश्वरमा छ। अनि वचनले हामीलाई प्रष्टै रूपमा भन्छ, जसरी इजरायलीहरूलाई परमेश्वरले भन्नुभयो, मैले तिमीहरूलाई चाहिँ नाम काटेर बोलाएको छु अनि तिमी मेरा हो। आज तपाईँलाई मलाई पनि परमेश्वरले नाम काटेर बोलाउनु भएको छ अनि तपाईँ अनि म चाहिँ परमेश्वरका हौँ। अनि परमेश्वरले तपाईँलाई र मलाई चाहिँ व्यक्तिगत रूपमा चिन्नुहुन्छ। अनि तपाईँको र मेरो मूल्य चाहिँ हाम्रो असफलता, हाम्रो उपलब्धिमा होइन, तर उहाँ परमेश्वरको स्वामित्वमा, परमेश्वरको प्रेममा चाहिँ हुन्छ। अनि हामी कतिपल्ट कठिन परिस्थितिमा उहाँको उपस्थितिमा कतिपल्ट हामी आउन सक्दैनौँ। हाम्रो गाह्रो अवस्थामा, हाम्रो असिलो अवस्थामा कतिपल्ट हामीलाई हाम्रै आफ्नै पीडाले चाहिँ हामीलाई गाल्छ। तर पनि आज वचनले हामीलाई के भन्छ भन्दाखेरि कठिन परिस्थितिमा पनि उहाँको उपस्थितिमा चाहिँ हामीले के गर्नुपर्छ, भरोसा गर्नुपर्छ। परमेश्वरले भन्नुहुन्छ, जब तिमी खोला नाला भएर जान्छौ म तिमीसँग हुनेछु, तिम्रो म के गर्नेछु, रक्षा गर्नेछु। अनि परमेश्वरले चाहिँ तपाईँको र मेरो आधी होइन, तपाईँको र मेरो जब हामी आगो हटाउने होइन है, परमेश्वरले चाहिँ तपाईँ र म जब दुःख कष्ट भएर जान्छ, असिलो भएर जान्छ, परमेश्वरले चाहिँ तपाईँको र मेरो आधी अनि त्यो खतरा कुराहरूलाई, डरको कुराहरूलाई हटाउने भन्दा पनि त्यतिखेर परमेश्वर चाहिँ तपाईँको र मेरो साथमा चाहिँ प्रत्यक्ष रूपमा चाहिँ के गर्नुहुन्छ, बस्नुहुन्छ है। हाम्रो गाह्रो असिलो बेलामा चाहिँ परमेश्वर हामीसँग बस्दिनुहुन्छ। कतिपल्ट हामी परमेश्वर यो कुरा हटाइदिनुहोस्, परमेश्वर त्यो कुरा हटाइदिनुहोस् भनेर हामी कतिपल्ट प्रार्थना पनि गर्छौँ, कतिपल्ट हामी त्यो खालको आशा पनि राख्छौँ। तर वचनले हामीलाई प्रष्ट भन्छ, आँधी हुरी अनि आगोबाट भएर जाँदा पनि परमेश्वर चाहिँ तपाईँको र मेरो साथमा हुनुहुन्छ। अनि समस्यालाई हटाइदिनु भनेर प्रार्थना गर्नुभन्दा पनि आज परमेश्वर तपाईँ यो समयमा चाहिँ मसँग भइदिनुहोस् भनेर प्रार्थना गर्नु चाहिँ महत्त्वपूर्ण कुरा छ। त्यो भएको कारणले चाहिँ जस्तो सुकै कठिन परिस्थितिमा, जस्तो सुकै इमोसनल हामी डिस्टोर्सन भएको बेलामा पनि परमेश्वरलाई भरोसा गर्न सक्ने व्यक्ति चाहिँ तपाईँ र म बन्नुपर्छ। अनि विशेष गरेर अर्को एउटा कुरा के छ भन्दाखेरि आफ्नो विगतबाट चाहिँ के हुनुहोस्, मुक्त हुनुहोस्। विगतबाट के हुनुहोस्, मुक्त हुनुहोस्। पास्टले चाहिँ हामीलाई अगाडि बढ्न दिँदैन। यदि हामी पास्टको कुरालाई चाहिँ हामी हेरेर त्यसैमा अल्झेर बस्यौँ भने चाहिँ हामीले कहिल्यै पनि परमेश्वरको नयाँ आशा, परमेश्वरले गर्न खोज्नुभएको नयाँ कुराहरूलाई चाहिँ कहिले पनि हामीले देख्दैनौँ अनि देख्न सक्ने पनि हुँदैनौँ। अनि परमेश्वर आफैले भन्नुभएको छ इजरायलीहरूलाई कि अघिल्ला बितेका कुराहरूको चाहिँ के नगर, सम्झना नगर। बितेका कुराहरू सम्झना नगर। बितेका कुराहरू जब हामी सम्झना गर्छौँ कतिपल्ट हामीलाई गाह्रो हुन्छ अनि त्यसले हामीलाई अगाडि बढ्न दिँदैन। विगतका गल्ती अथवा विगतमा गरेका हामीले ठुला ठुला कामहरू, एकदमै हामीलाई गौरव लाग्ने कामहरूलाई सम्झेर चाहिँ आफैलाई अगाडि बढ्नलाई नरोक्नुहोस्। किनभने परमेश्वरको कृपा चाहिँ अगाडि बढिरहेको छ। परमेश्वरले हामीलाई कृपा दिनुहुन्छ, उहाँको प्रेममा हामीलाई अगाडि बढाइरहनुहुन्छ। आज तपाईँले पनि विगतका कुराहरूबाट तपाईँलाई ग्रसित हुनुहुन्छ भने वचनले आज हामीलाई भन्दैछ, परमेश्वरले प्रत्यक्ष रूपमा तपाईँलाई र मलाई भन्दै हुनुहुन्छ कि विगतका कुराहरूलाई चाहिँ सम्झना नगर। अब नयाँ आशा, म नयाँ काम चाहिँ के गर्दैछु, तिमीहरूको निम्ति गर्दैछु। त्यो कुरामा चाहिँ के गर्नु पर्यो, फोकस गर्नु पर्यो। परमेश्वरले चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ के गर्दै हुनुहुन्छ, नयाँ काम गर्दै हुनुहुन्छ। परमेश्वरले सधैँ तपाईँलाई मलाई नयाँ सुरुवात दिनुहुन्छ। जहाँ है तपाईँलाई मरुभूमि लाग्न सक्छ त्यहाँ परमेश्वरले चाहिँ तपाईँ र मेरो निम्ति चाहिँ नदी बगाउनुहुन्छ है। जहाँ तपाईँलाई र मलाई चाहिँ
एउटा हेर्दाखेरि हामीलाई चाहिँ त्यो मरुभूमि जस्तो लाग्छ, हाम्रो जीवनमा पनि मरुभूमि भइरहेको जस्तो लाग्न सक्छ। तर त्यही जीवनमा तपाईँको र मेरो जीवनमा चाहिँ परमेश्वरले चाहिँ के गर्न सक्नुहुन्छ, नदी बगाउन सक्नुहुन्छ। त्यो भएको कारणले आजको वचनले तपाईँलाई र मलाई यही उत्साह दिन्छ कि हामी चाहिँ सधैँभरि परमेश्वरमा भरोसा राखौँ र उहाँले तपाईँको र मेरो जीवनलाई पुनर्स्थापना गर्न सक्नुहुन्छ र तपाईँलाई र मलाई फेरि एउटा नयाँ आशा दिन सक्नुहुन्छ, जसरी इजरायलीहरूलाई परमेश्वरले दिनुभएको छ। परमेश्वरले तपाईँ अनि मलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस् र यो वचनअनुसार हामी अगाडि बढ्नलाई उहाँले शक्ति दिनुभएको होस्। थ्याङ्क यू।